पहिला पहिला हामी सानो हुँदाखेरि हाम्रो गाउँमा लगभग सबैका घरमै हलगोरु हुन्थे। अब त्यस पछाडि चाहिँ बिस्तारै त्यो परेली गरेर एक एकवटा गोरु पाल्ने चलन आयो। त्यस पछाडि चाहिँ अब गोरु नै बेच्न थाले सबैले हैन। अब गाउँभरि अहिले त अब सायदै छैन होला, भयो हुँदै एकल गोरु छ कि गाउँमा, नत्र भए हाम्रो गाउँमा चाहिँ छैन जस्तो लाग्छ गोरु कसैको घर पनि। पहिला गोरु हुँदाखेरि त यसरी जुधाइन्थ्यो नि, ओफो हाम्रो हलगोरु थियो, उता बिस्वारामा लिएर गएर कसैका गोरु फुफु गर्ने, त्यो सिङौरी मात्रै खेल्ने, जुत्न भनेपछि भागे भागे गर्ने खालि हुन्थे। कसैका जुधेपछि जितेपछि लहट्या दिनभरि गर्ने हुन्थे। कसैको अब सिङ फुक्लिएका, कुनै एउटा सिङ भएका, कोही दुइटै सिङ फुक्लिएका, कोही बर गोरु मजारी जुधाइन्थ्यो। हाम्रो घरको गोरु पनि जुत्थ्यो, एउटा चम्रे गोरु चाहिँ हो। एउटा गोरुले हाम्रो घरको गाई नै मारिदियो, त्यो धकेलेर भिरमा गएर चाहिँ ठेलदिएर गाई नै मरेको थियो, त्यस्तो पनि भएको थियो पहिला।